हेलो साथीहरू नमस्ते। आज चाहिँ म चाहिँ तपाईँहरूले जापानमा बस्दै हुनुहुन्छ भनेपछि चाहिँ आफ्नो गाडीहरू किन्नुभयो, आफ्नो घरको तल चाहिँ गाडी राख्ने चिउस्याज्यू छैन, पार्किङ एरिया छैन भनेपछि आफ्नो घरको वरिपरि चाहिँ सस्तो भरपर्दो चाहिँ पार्किङ चाहिँ कताबाट खोज्ने भन्ने कुरा चाहिँ म आज सिकाउन गइरहेको छु। र यदि तपाईँले पार्किङ गरिराख्नु भएको छ भने मन्थली पेमेन्ट कति गरिरहनु भएको छ, यदि त्योभन्दा पनि सस्तो मिल्छ भनेपछि चेन्ज गर्न सक्नुहुन्छ। कृपया ध्यान दिनुहोला। त्यसको लागि चाहिँ फर्स्टमा चाहिँ हामी चाहिँ गुगलमा गएर चाहिँ अथवा क्रोम अथवा हाम्रो सफरी जेमा पनि जान सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले सर्च गर्नुपर्ने हुन्छ सुकिगिमे चिउस्याज्यू भनेर सर्च गरिसकेपछि सर्च गर्नु होला। त्यसमा चाहिँ अब हजुरको धेरै साइटहरू आउँछ। हामीले लिनुपर्ने यिनीहरू चाहिँ फुदोसानबाट लिनुपर्ने हुन्छ। हामीले चाहिँ त्यसको लागि चाहिँ धेरै साइटहरू आउँछ। तपाईँले चाहिँ प्रत्येक साइटमा हेर्नु होला। प्रत्येक साइटमा चाहिँ छिरेर चाहिँ कति छ आफ्नो प्राइस, जहाँ सस्तो हुन्छ त्यतैबाट लग्नु होला। मैले चाहिँ त्यसको लागि चाहिँ अहिले चाहिँ एउटा चाहिँ म उसमा छिर्छु, एउटा साइटहरूमा छिरेँ। त्यो साइटमा छिरिसकेपछि अब हजुरहरू कहाँ बस्नुहुन्छ, मैले चाहिँ अहिले नागोयासी आइचिके नागोयासी भएर चाहिँ मेरो आइचिके नागोयासी नै आएको छ। र अहिले मैले चाहिँ आइचिके नागोयासीको म नाकाकुमा बस्छु। नाकाकुमा क्लिक गरिसकेपछि मैले नाकाकुको चाहिँ कुन क्षेत्रमा बस्छु भन्दाखेरि म अहिले सिन्साकायामा बस्छु। सिन्साकायामा क्लिक गरेँ। सिन्साकायामा क्लिक गरिसकेपछि मलाई सिन्साकाई वरिपरिका मेरा 2532वटा चिउस्याज्यूहरू देखाएको छ। यसमा चाहिँ कुरुमाको लागि, कारको लागि मात्र नभएर साइकल, गेन्सुकी, बाइक र गाडीहरूको लागि चाहिँ चिउस्याज्यूहरू चाहिँ भेटिन्छ। यसमा चाहिँ हजुरहरूले हेर्नु होला कहाँ सस्तो छ। 18,000 छ, 24,000 छ, 18,000 छ, 19,000 छ, 22,000 छ। जुन सस्तो हुन्छ त्यहीबाट लग्नु। यदि चाहिँ तपाईँले धेरै सस्तो खोज्न चाहनुहुन्छ भनेपछि यसको सबैभन्दा तल चाहिँ पुराना चिउस्याज्यूहरू पनि हुन्छन्, तिनीहरू सस्तो हुन्छन्। यिनीहरू चाहिँ यहाँ 14,000 छ। यसबाट चाहिँ मैले 15,000कोमा क्लिक गरेँ। यो चाहिँ 15,000को चिउस्याज्यू रहेछ। यसको चाहिँ अहिले कहाँ छ भन्दाखेरि चाहिँ म अहिले बस्ने चाहिँ यो चाहिँ कोइनमा, यो कोइन रातो यो भामा म बस्छु भनेपछि यहाँबाट हल्का 5 मिनट 3 मिनट जति हिँडेर लाग्दो पर्दो रहेछ। यो एरियामा चाहिँ रहेछ। तर यसको आँखीको जेउताइ चाहिँ आँखी माची रहेछ, तर प्याक रहेछ। यसमा चाहिँ पुरै डिटेलहरू दिएको हुन्छ। तपाईँहरूको त्यो अनुसार चाहिँ फुलफिल गर्नु होला। ल यो चाहिँ प्याक रहेछ। अब चाहिँ अरूमा जाम एकैचोटि भन्दाखेरि चाहिँ फर इक्जाम्पल यो बाइकको भइहाल्यो। एकचोटि अर्को साइड गएर पनि हेरौँ। जस्तै अब यसमा चाहिँ 24 आवर इचुदेमो सुकिगिमे केयाकु भनेछ। यसमा चाहिँ क्लिक गरौँ। क्लिक गरिसकेपछि आफ्नो म चाहिँ तोखाई एरियामा बस्छु। तोखाई आइचिकेनको चाहिँ म बस्ने चाहिँ कता हो भन्दाखेरि चाहिँ नागोयासी नाकाकुमा 143वटा किन रहेछ। 143मा चाहिँ म चाहिँ नाकाकुको चाहिँ कता बस्छु भन्दाखेरि चाहिँ सिन्साकायमा बस्छु। सिन्साकायमा चाहिँ यतिवटा आए चाहिँ यहाँ चाहिँ 29,000 16,000को रहेछ। यसमा चाहिँ केयाकु खानो भनेको छ। अब हामीले चाहिँ यहाँ अप्लाई गर्न मिल्ने भयो। खानो भनेर यो ठाउँमा चाहिँ यो चिउस्याज्यूमा चाहिँ मैले चाहिँ गर्न मिल्ने भयो। यो चिउस्याज्यूमा अप्लाई गर्न चाहनुहुन्छ भनेपछि चाहिँ आँखी जेउक्यो मिरो भन्दाखेरि यहाँ चाहिँ हजुरले फुलफिल गरेर आफ्नो चाहिँ अब चिउगाता जिदौस्यामा क्लिक गरेर कोजिनमा नामाए डेङ्गबाङ्गो एड्रेस गरेर पठाउनु होला है त। यदि तपाईँहरूलाई कुनै त्यस्तो समस्याहरू भएपछि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।